हार्दिने दस्तुरी यतिखेर देखिन्छ नेपाल प्रहरीका आइजिपी कार्की सम्मान भावी ओ सर हेलो सबै छ सर्वमंगल मांगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्र्यंबके गौरी नारायणे तमासदानं निर्विणरणं तमासदाय शान्तिकर्मणि सर्वत्र स्वास्वदानमर्पते ओम आयुर्णस्ते सूर्यो शान्तवने भवन्ति कुन्दिस्तु विज्ञाने पछि मिलाएर गरौँला हजुर अहिले चाहिँ यो
थोरै पछाडि जाउँ न थोरै पछाडि जाउँ न थोरै पछाडि अलि पछाडि जान्छ एकछिन पछाडि जान्छ एकछिन पछाडि जान्छ अझै पछाडि अझै पछाडि पछाडि क्यामेरा तारी यता हेर्ने कि थोरै हो हजुरलाई समय छैन अरूभन्दा आजको यस कार्यक्रममा प्रमुख अतिथिज्यूको आगमन भइसकेको छ। यस भव्य कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक श्रद्धेय दानबहादुर कार्कीज्यूलाई आज यस कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिज्यूको आसन ग्रहण पश्चात विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक श्री ईश्वर कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु। मन्तव्यकै सम्पूर्ण उपस्थित महानुभावज्यूहरूलाई म राष्ट्रिय गानको सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र प्राविधिक साथीलाई राष्ट्रिय गान बजाइदिनु हुन हार्दिक अनुरोध। धन्यवाद। राष्ट्रिय गानको सम्मान गरिदिनु भएको। अब औपचारिक रूपमा यस कार्यक्रमको यो कार्यक्रमको समुद्घाटन पानसमा बत्ती बालेर समुद्घाटन गरिदिनु हुन म आजका यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। मन्तव्यका क्रममा कार्यव्यस्तताका कारण यस कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी संगठनका प्रहरी महानिरीक्षक श्रद्धेय दानबहादुर कार्कीज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सबैलाई नमस्कार। यो समुद्घाटन कार्यक्रमका अध्यक्ष तथा आजका यो निर्माण समितिका अध्यक्षज्यू, उपस्थित मेरा अग्रज श्रद्धेय एआई साहब द्वय, यहाँ मञ्चमा आसन उपत्यका प्रहरी कार्यालयका प्रमुखज्यू, काठमाडौँ जिल्ला प्रहरी प्रमुखज्यू, सम्पूर्ण उपस्थित भद्र महिला तथा सज्जनवृन्द, सञ्चारकर्मी मित्रहरू, पार्श्वतर्फ काम गर्ने यो प्राविधिक मित्रहरू, सबैलाई जय नेपाल। अब म
यस्तै अलि छिटो आउन पर्ने थियो। त्यहाँ कार्यक्रम बालुटारमा मिटिङ भएको हुनाले म त्यहाँबाट दौड्दै आएँ। फेरि मेरो 12 बजे फ्लाइट थियो, 15 मिनट सरेको छ भन्ने हुनाले म यहाँ यो समयको उपयोग गरेको हो। यहाँको सर्वप्रथम त अगाध मायाले जुन आमन्त्रण गर्नुभयो र त्यसमा छुटाउने नआउने कुरै हुन्थेन, त्यसैले यहाँ चाहिँ जसरी पनि आउनुपर्छ भन्ने सोचाइले पनि म आएको हुँ। मूलभूत रूपमा म सर्वप्रथम जेएनजी आन्दोलनको क्रममा छेदविच्छेद भएको यस प्रहरी विरुद्ध बौद्धलाई पुनर्निर्माण गरिदिई आज हस्तान्तरण गर्ने कार्यक्रमसम्म आइपुगेर निमन्त्रणा गर्नुभएकोमा म निर्माण समितिका अध्यक्षज्यू लगायत पदाधिकारी सम्पूर्ण पदाधिकारीज्यूहरूलाई जीवहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। र मूलभूत रूपमा आजको कार्यक्रमका प्रमुख आकर्षक उहाँहरू नै हो। हामी निमित्त नायक मात्रै हो, उहाँहरू वास्तविक नायक हो। यो निर्माण कार्य नागरिकहरूको सहभागिताले, अथाह सहभागिताले, नागरिकहरूको परिश्रमले यो निर्माण सम्पन्न भएको छ। यसरी निर्माण भएको यो भवन यो हाम्रो होइन, हाम्रो मात्र होइन, यो सबै नागरिकको हो। सबै नागरिकको पसिना, परिश्रम र समय यसमा खर्चिएको छ। यो भवनबाट, यो प्रहरी विरुद्ध बौद्धबाट प्रवाह हुने सेवाको गुणस्तर पनि उच्च हुनेछ र यो कार्यमा नागरिकहरूको पनि उत्तिकै सहभागिता पनि हुनेछ भन्ने अपेक्षा गर्छु। मूलभूत रूपमा नेपाल प्रहरीका थुप्रै संरचनाहरू आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए। यसभन्दा पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रूपमा पर्छ। यसलाई चाहिँ चाहिँदाको भाँडो नचाहिँदाको ठाडो पनि बनाउने त्यस्तो पनि हुन्छ। यस्तो प्रवृत्तिलाई हामीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले मात्रै मुलुकभरिमा शान्ति सुव्यवस्था कायम हुने यो शाश्वत कुरा भएको हुनाले यो नागरिक र प्रहरीको यो सामिप्यतापूर्ण सम्बन्ध निरन्तरमा कायम राख्दै काम गर्नको लागि म हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई पनि निर्देशन दिन्छु र नागरिकको तर्फबाट पनि यहाँ उपस्थित भएको नागरिकको प्रतिनिधि मार्फत समग्र नेपाली जनजनमा आग्रह के छ भने यो आफ्ना सबै किसिमका आवेगहरू पोख्ने ठाउँको रूपमा, राज्यका प्रतिनिधिको रूपमा प्रहरी माथि विभिन्न शैलीले, विभिन्न किसिमको तरिकाले आक्रमण गर्ने, ठोकठाक गर्ने भए तापनि अन्ततोगत्वा सुरक्षा प्राथमिक रूपमा पर्दो रहेछ भन्ने कुराको हेक्का पछिल्लो समय सबैलाई भएको हुनुपर्छ भन्ने मलाई लाग्छ। यो सुरक्षा हुँदाखेरि यो बाआमा भए जस्तो, बाआमा हुँदाखेरि बाआमा खासै ठिकै हुन् भन्ने जस्तो लाग्नेहरूलाई नहुँदाखेरि बाआमाको अभाव जसरी खड्किन्छ, प्रहरीहरू पनि हुँदाखेरि खासै के छ र भन्ने हुन्छ। तर जे छ प्रहरीको राज्यको कमसेकम राज्यले कानुन कार्यान्वयन गर्छ, बदमासहरूलाई कानुनी दायरामा ल्याउँछ। म राज्यको यो उपस्थितिको कारणले म पनि सुरक्षित छु, त्यसैले यो प्रहरी छ र मैले राति सुतेको छु र मेरा पेसा र व्यवसायहरूलाई निर्वाध रूपमा सञ्चालन गर्न सकेको कारणले मेरो पनि गुजारा चलेको छ भन्ने कुरा हो। तर यी विषय चाहिँ बेला बेलामा यो सबै आवेगहरू पोखिने ठाउँ हुन्छ। दिनभरि झोक चलेर ढुङ्गामुढा गरिएको प्रहरीलाई पनि साँझ पख गुन्डाले आक्रमण गर्दाखेरि दिनभरि ढुङ्गाले हाने पुलिस आइदिए हुन्थ्यो भन्ने कामना गर्ने नै हो। त्यस कारणले अब यो प्रहरीलाई सुदृढ, सुव्यवस्थित अनि यसलाई चाहिँ अलिकति काम गर्न सक्ने हुनको लागि नागरिकको अनवरत सहयोगको अपेक्षा हामीलाई सधैँभरि रहेको छ। र अहिले यो भवन बनाएर जुन हस्तान्तरण गर्दै हुनुहुन्छ यहाँहरूको त भावनाको प्रतिबिम्ब हो भन्ने मलाई लागेको छ। यसको लागि म भवन निर्माण समितिका सबै पदाधिकारीज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद दिन्छु। हामी सबै नेपाल प्रहरीको सकल दर्जाको तर्फबाट उहाँहरूलाई हार्दिक आभार छ, धन्यवाद छ र उहाँहरूप्रति हामी सधैँभरि ऋणी रहन्छौँ। अब रह्यो कुरा यसरी नागरिकको खुन पसिनाले, रगत पसिनाले, परिश्रमले, समयले आफ्ना गाँस काटेर बनाएको यो भवनको सुरक्षा गर्ने, यो भवनलाई फेरि आवेग आउँदाखेरि
फेरि चाहिँ हुरी बतास आउँदाखेरि पनि फेरि दौडिँदै दौडिँदै चाहिँ कसलाई हान्ने त भन्दै यसैलाई हान्ने, यस्तो चाहिँ फेरि नहोस्। यस्ता किसिमका द्वन्द्वका श्रृङ्खलाहरूलाई पार गर्दै आइसकेपछि द्वन्द्वले द्वन्द्व निम्ताउँछ, शान्तिले शान्ति ल्याउँछ। त्यस कारणले अब शान्तिको माध्यमले शान्ति हुने। अहिले हामी द्वन्द्व पछाडिको यो समयमा शान्ति सुव्यवस्था भोलिपल्टै लखेटिएका, दपेटिएका, जलाइएका, घोचिएका, पिटिएका प्रहरीहरू पनि भोलिपल्टै आएर जुन सेवा प्रदान गर्ने तत्परता देखाए, ती तत्पर प्रहरीहरूप्रति पनि हामीले सम्मान गर्नुपर्छ। र ती आएको कारणले नै र प्रहरी अनवरत रूपमा खटिएको कारणले नै अहिले पेसा पसल खुलेका छन्, यहाँसम्म हिँडडुल गर्न मिलेको छ, स्वदेश विदेशमा जान मिलेको छ, आफ्ना पेसा व्यवसाय गरेका छन्, यहाँ बेरोकटोक हिँड्न मिलेको छ। यो प्रहरी नहुने भए फेरि यो अराजकताको पुनरुत्थान नहोस् भन्नको लागि पनि, यसको जगेर्ना गर्दै हामी अगाडि जाने परिस्थिति बनिराखोस् भन्नको लागि पनि समग्र यो मुलुकका सबै, यो मुलुकलाई शिरमा राखेर जानुपर्छ भन्ने भावना भएका सबैले हातमा हात मिलाएर जाने वातावरण बन्नेछ भन्ने कामना पनि गर्छु। र यसमा विगतमा भएका कमी कमजोरीहरू सुधार्दै नागरिकले पनि आफ्नो तौरबाट गर्नुपर्ने दायित्व पुरा गर्ने र प्रहरीले आफ्नो दायित्व जे छ त्यसलाई पुरा गर्नको लागि त्यहीँनिरको मिलन बिन्दु के हो भने यो मुलुकमा शान्ति सुव्यवस्था हुँदै मुलुकको शान्तिपूर्ण बाटोबाट समृद्धितर्फ जाने हाम्रो जो आकांक्षा छ, समृद्ध मुलुकको नागरिक भएर बाँच्दाखेरिको जुन गौरव हुनेछ त्यो समृद्ध बनाउनको लागि कुनै अर्को ग्रहबाट कोही मान्छे यहाँ अवतरण भएर समृद्ध बनाइहालेर, जादुगरीपूर्ण किसिमले समृद्ध बनाइहालेर हामीलाई हस्तान्तरण गर्ने छैन। यो हस्तान्तरण हुने अवस्था हामी आफैले सिर्जना गर्नुपर्ने हुनाले नागरिक र प्रहरीको साझेदारीपूर्ण कामले यो क्षेत्रलाई शान्ति, सुव्यवस्थित र सुरक्षित बनाउँदै यसलाई विकसित बनाउने वातावरणमा हामी सबै एकजुट भएर लाग्ने प्रण आजको दिनमा गरौँ भन्ने कामना गर्दै यो समयको लागि, यो उपस्थितिको लागि सरी, मैले मेयर साहबलाई यहाँ सबैजना छुट्याएछु। मेयर साहब सरी, मेयर साहब हाम्रो यहाँको चाहिँ एकदमै अस्ति पनि हामीले त्यहाँ CCTV पनि गऱ्यौँ। अब 2082 सालमा छौँ हामी, 2082 सालमा 2042 सालको सोचले चल्दैन। 82 सालमा 82 सालकै सोच चाहिन्छ, प्रविधि पनि त्यस्तै चाहियो, प्रकृति पनि त्यस्तै हुनु पर्यो, हाम्रा भावना पनि त्यस्तै हुनु पर्यो, काम पनि व्यावसायिक हुनु पर्यो। त्यसैले 82 सालमा यत्रो प्रविधिको प्रयोग गरेका छौँ त प्रहरी सेवा प्रदानमा पनि प्रविधिको प्रयोग गर्ने कुरामा मेयर साहबको यो अग्रसरता हामीले अस्ति नै पनि आएर हामीले देखिसकेका छौँ र यो निरन्तर रहिरहोस् भन्ने पनि कामना गर्दै मेयर साहबलाई पनि धन्यवाद दिँदै सबैलाई धन्यवाद दिँदै म बिदा पनि हुन चाहन्छु। सबैलाई नमस्कार। बाँकी कार्यक्रम सौहार्द होस्। 6 नम्बरले पनि सहभागिता गरेको CCTVको लागि उहाँलाई पनि धन्यवाद, वडा अध्यक्षज्यूहरूलाई पनि धन्यवाद। म यहाँबाट बिदा हुन चाहन्छु र सबै यो कार्यक्रम कन्टिन्यू गर्नु होला। खाना म पोखरै खान्छु अब भ्याउँदै। थ्याङ्क यू। माया ठिकै छ, सबको माया छ। Gracias.